ओ दिदी उहाँ हेर्नु न होमस्टेको मालिक आएको जस्तो छ त उहाँ हेर्नुहोस् त मलाई पनि त्यस्तै लाग्यो जाउँ न काम माग्नु जाउँ न होमस्टे पनि कति दामी बनाइहालेछ मालिकले त मालिक पनि कति हेन्सम है त्यही त आउनुहोस् भित्रै आउनुहोस् यसो काम पाइन्छ कि भनेर आएको थिएँ सर हजुर त्यही त काम हजुर सर त्यही त घरमा दुःख पुरा परिरहेको छ हो अनि नानी पढाउनु पर्छ रासन पानीहरू पनि घरमा अलिक कमी भइरहेको छ बुढाको पनि काम छैन हो सर त्यही कारण हामीलाई प्लिज काम दिनुहुन्छ कि भनेर आएको नि तपाईँको होमस्टेमा काम चाहिँ मैले के दिनु तिमीहरूलाई तपाईँले जे भन्नुहुन्छ हामी त्यही गर्छौँ नि सर तिमीहरू दुईजनालाई हेर्दा त सबै कामहरू गर्नु सक्छौ जस्तो छ तर के सर सर तर चाहिँ के तर चाहिँ नभन्नुहोस् न प्लिज सर तर चाहिँ नभन्नुहोस् न मेरो कुरा सुनिरहेछ सर हामीले तर काम चाहिन्छ हामीलाई सर प्लिज सुन न मेरो कुरा बहिनीहरू म त यहाँ गाठको काम गर्दैछु तिमीहरूलाई के काम दिनु मैले